नेपालको सबैभन्दा राम्री केटी चाहिँ बाहुनी अनि छेत्रिनी नै रहेछन् भाइ। तपाईको छेत्रिनी र बाहुनीलाई मेन्सन गर्नु होला। ओके। मासु भात खाइन्छ यस्तै बाटो पाइन्छ। नेपालमै बसेर केही गरौ भन्ने युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ? जे सुकै गर भन्ने सन्देश दिन चाहन्छु। म त छोराको लागि केटी खोज्न आएको थिएँ, हजुरलाई देखेर त आफै पो बिहे गरौँ जस्तो लाग्न थाल्यो। तेरीमा बजे आमा जस्तो उमेरको मान्छेलाई जिस्काउँदो रहेछ। सिट खाली छ दाइ, आउनुस् आउनुस्, सिट खाली छ। हो रहेछ, तिम्रो दिमाग जस्तै खाली रहेछ। आमा, म त सपनामा उडेको देखेँ, अब के हुन्छ? अब हाइट बढ्छ तेरो। मुजी, म काठमाडौँमा आएँ कि नर्गामा, गर्मी उस्तै, फोहोर उस्तै, धुवा धुलो त्यस्तै। आउन भनेर पानी तताएको, झुक्किएर चिनी र चियापत्ती हालेको छु। अब कहिले खाएर सक्ने होला? राम राम। जी, तपाईँ त नेपालमा यत्रो भाइरल हुनुभयो, तपाईँलाई प्रेम प्रस्ताव कस कसको आयो त? आकृति, आयुषा, निशा, मनिषा, अस्मिता, यतिको आयो। अच्छा। बाटो चोर यति दै आउँदैछ। यति रक्सी खाएको चास क्या हो? सागर बसन्तै किस्नै सबहरू होइन नदराका केटाहरू, किन दराउ चास्रा तेरो दैमेदी भइसक्या चाका। जोइन्ट खान मन लागेछ त जोइन्ट तान्देका छैन। अहिलेका युवाहरूका लागि केही महत्त्वपूर्ण कुरा भन्न चाहनुहुन्छ ख? केटाहरू बिहे नगर्नु है। पचादी सार्न यति पचादी थौचा। मुजी यो भन्दा पचादी त झ्यालबाट निस्कै मात्र हो। आज म मध्य प्रदेश आएको छु। ओइ, यो बाटो हो कि तिमीहरूको हुग्ने ठाउँ हो मुजी? यो बाटोमा मुजीलाई त्यही खुवाइदिन्छु म। देखि राम्रो बाटो हिजो भनेको मुजी। हाम्रो देशको बाटोको हालत यस्तो छ, अब मैले कसरी राम्रो बाटो हिँड्नु? डर लाग्यो माई लर्ड हो प्रभु। साह्रै डर लाग्दो रहेछ हौ। आन्टी या चिया पाइन्छ? चिया दोकानमा चाहिँ नपाएर तेरो बाउको गुला पाउँछ। जिम जाऊ है के त हो, एक्सरसाइज गरेर बडी बनाउनु पर्छ। अच्छा। हेलो गाइस, म काठमाडौँको ठमेलमा आइपुगे। 250 मा जाने हो? आमाले भन्नुभएको लुगा डुन गाह्रो भयो बिहे गरेर। बिहे गरेपछि बुद्धिको नि लुगा आफैले डुन पर्ने होला। मुजी, म काठमाडौँ आइपुगे कि नर्गामा, गर्मी उस्तै, फोहोर उस्तै, धुवा धुलोले। गएको थिइस् दिनभरि? होमवर्क कतिखेर गर्छस्? दिनभर मान्छेहरूले भिडियो खिच्न भन्दै बोलाउँछन्। आमा, तपाईको छोरो भाइरल भइसक्यो, सुड्डीलाई केही थाहा छैन। दिदी टमाटर कसरी हो बा? 150 रुपैयाँ किलो। ए आम्मा हो, दिदी टमाटर नै हो नि, सुन त होइन होला गाँठे। गाइस, आज मारिन्छ जस्तो छ। रोशनीसँग बिहे नगरी मार्नुसिन मलाई। गाइस बचाऊ। औ मैया, म पुर्याइदिन्छु तिमीलाई। पर्दैन, मेरो खुट्टा छ, म आफै जान्छु। तेरो खुट्टा काठमा राखेर आराम गर। राम्ररी हिँड है, सिधा सिधा हिँड बन्या। है कस्तो मुजी बख्रा हौ, झन्डै तल खसेको त। अच्छा।
हजुर टिकट तपाईँ ठुलो हुनुहुन्छ 2 जनाको पैसा दिनुस् मुल्ला ठक्चेस अबदेखि बनेपा धुली खेल आउँदिन म मेरो मुख अनि जिउभरि धुलै धुलो भएछ ए ठेकेदार छिटो बाटो बनाऊ त कति हन्सम हो म हाइट ल हेर धेरै हेन्सम देखेर तरुणीहरू ठोक्किन आका रौसी छोडम भन्यो त्यही रानीको यादले सताउने यो जुत्ताले कति पर्छ 2000 मात्रै हो बाबु चुमुजी तेरो बाउले थक्चास याती बजिया कता हिँडेको तेरो बाउको मलामी जाँदै हु देख्दैन स्कुल बाग और अभी तो रुको क्लाइमैक्स अभी बाकी है नमस्ते सबैलाई म रियल हो अझै पनि धेरैलाई विश्वास लागेन है बट प्लिज लाइक एन्ड फलो टु सपोर्ट मी